काम कुनै पनि सानो ठुलो हुँदैन अरे। बालेनलाई टोइलेट सोर्नु लाउँदा सोर्छ, बात त सही है। तर अहिले केपी बाले सोर्दैछ अरे। एका बिहानै 9 बजीतिर उठे, बाहिर हेरेको पानी आइरहेको रहेछ, अनि फेरि गएर सुते। अनि उठेर टोइलेट गए, पानी छामेको त चिसो रहेछ, मुख धुनै अल्छी लाग्यो। अनि गएर एकचोटि ऐना हेरेँ, अनि भात सात खाएर अफिस जानु रेडी भएँ। चलिए शुरू करते हैं। मेरो वर्षौं पुरानो पार्टी सुच निकालेर ब्रसले यसो टिलिक्क टल्काइदिएको, अनि लागे म अफिसतिर। यो चाहिँ हाम्रो अफिस हो। काम भनेको चाहिँ यस्तै हो, फाइलमा सिग्नेचर हान्ने, बस्ने। मजा आया। काम कुनै पनि सानो ठुलो हुँदैन अरे। बालेनलाई टोइलेट सोर्नु लाउँदा सोर्छ, बात त सही है। तर अहिले केपी बाले सोर्दैछ अरे। यो चाहिँ हाम्रो दिउँसोको ब्रेकफास्ट, चिकन मोमो र पोर्क चाउमिन मात्र छ, पुरै नन भेज। खाजा साजा खाएर काममा सुलित्तै छिरेको, पिलित्तै हात काट्यो। घर जाने बेला मात्र हुँदै थियो, फेरि आइपुगेछ पिज्जा र बर्गर, यो पनि तोडियो। अनि त्यसपछि आएँ म आफ्नै घर। यो देखेको चाहिँ मेरो सोसल मिडिया प्लेटफर्महरू हो। सपोर्ट गर्नु मन लागे गर्नु, नभए नगर्दा नि हुन्छ।